वेलकम बैक टू माई यूट्यूब चैनल। आज चाहिँ हामी बन्दीपुर जाँदैछौँ। अहिले हामी आइसक्यौँ बन्दीपुर केबल कारमा। मैले चाहिँ बाटोमा हतार भयो नि त, सो उता केही पनि भन्न पाएन। बाटोको चाहिँ हालि नै राखेको हुन्छु। अनि एकदम गर्मी छ, बाटोमा आउँदै गर्दा त एकदम गाह्रो भयो, त्यही भएर गाडीको चाहिँ बनाएन मैले। यता आइसकेपछि आनन्दको छ ठाउँ, अनि सबै बिर्सेर आएको दुःख चाहिँ बिर्स्यौँ। गर्मीले यस्तो भइरहेको ल बन्दीपुर केबल कारमा जान आइयो है। गर्मी छ, चितवनभन्दा बढी गर्मी यता के भन्छ डुम्रेतिर। अब चाहिँ हामी बन्दीपुर जान्छौँ। हामी चाहिँ डुम्रे बजारबाट थोरै अगाडि आएर अटोमा जाँदैछौँ। यहाँदेखि चाहिँ केबल कारमा जानको लागि निःशुल्क रहेछ। ल जाँदै गरौँ, के हुन्छ अपडेट दिइहाल्छ, के हुन्छ। आयो है हामी केबल कार चढ्ने ठाउँमा। हामीलाई चाहिँ उहाँले ल्याइदिनु भएको यहाँसम्म। एकदम रमाइलो छ है ठाउँ चाहिँ। ठाउँ चाहिँ यति रमाइलो छ कि एकपटक आउनै पर्ने रहेछ है। हामी चाहिँ यहाँ अहिले बन्दीपुर केबल कारमा जाऊँ न त भनेर आएको। यहाँदेखि चाहिँ डुम्रेदेखि माथि डाइरेक्ट गाडीहरू पनि पाउँदो रहेछ। अनि केबल कारमा जाऊँ भन्ने अनि केबल कारमा पनि जान मिल्छ। केबल कारमा जाँदा एकदम रमाइलो हुन्छ जस्तो लागेर हामी आएको छौँ। ठाउँ चाहिँ एकदम राम्रो आनन्दको छ। फोटो भिडियो चलिरहेछ है उता। म चाहिँ यता आफ्नै पारामा ठाउँ घुम्दैछु, हेर्दैछु। एकदम रमाइलो छ कि ठाउँ, तर अझ उताबाट जानुभन्दा पनि केबल कारबाट जाँदा चाहिँ रमाइलो लाग्यो अहिलेसम्मलाई है। माथि जाने बेलासम्म के कस्तो हुन्छ अपडेट दिइराख्छु। तर अहिले चाहिँ यहाँ आइपुग्दा चाहिँ ठाउँ एकदम आनन्दको, जुन त्यो बाटोमा आउँदा गाह्रो भएको थियो त्यो सबै बिर्सेँ कि एकछिनमै आएर। ल म त फोटो भिडियो केही बनाउन सक्दिनँ होला सोचिरहेको थिएँ, तर एकदमसँग बनाइरहेको छु। रमाइलो छ ठाउँ। ल नआएको भए आउनु होला। धेरै त आइसक्नु भयो होला पक्कै पनि। अब चाहिँ हामी घुमाउने घर जाँदैछौँ। यहाँ बन्दीपुरको माथि बन्दीपुर जानुभन्दा अगाडि चाहिँ केबल कार चढ्ने ठाउँमा नै छ। ल घुमाउने घरमा आइपुग्यौँ। घुमाउने घरमा घुम्न आएको हामी। ल घुमाउने घर आइयो है हामी। अब यहाँ एकछिन बसेर अनि बल्ल जान्छौँ। यहाँबाट देखिने भ्यू चाहिँ यस्तै छ है, एकदम राम्रो छ। घुमाउने घर आएर हामीलाई घुमाइदिए भयो। ल घुमाउने घर चाहिँ त्यहाँ माथि छ है। अनि हामीलाई चाहिँ अब खाजा खान पर्यो। खाजा खाने ठाउँ खोज्न तल आइयो, हामीलाई थाहा थिएन। अनि माथि पनि कोही हुनुहुन्थेन, माथि नै रहेछ। घुमाउने घरले चाहिँ घुमाउँदो रहेछ। ल यसरी बनाएको चिया खानीको छुट्टै रमाइलो हुन्छ नि होइन। ल यो चाहिँ घुमाउने घर। अनि यहाँ चाहिँ हामी खाजा भन्दैछौँ। यहाँ आएकोमा चाहिँ हामीलाई पछुतो छैन, एकदम रमाइलो भइरहेछ। राम्रो छ ठाउँ नि, आनन्द रमाइरहेछौँ हामी यसरी नै। ल है हामी यहीँ छौँ। हाम्रो खाजा आएन। फोटो भिडियो टन्नु बनायौँ, फोटो खिच्यौँ, भिडियो बनाइसक्यौँ, तर हाम्रो खाजा आएन। अझै हामी यहीँ छौँ। गर्मी छ, यस्तो छ। ल घुमाउने घर एकदम मन परेको चाहिँ मलाई यही है, यहाँको घुमाउने घर। अनि यसरी यहाँबाट देखिने दृश्यहरू है, रमाइलो छ। अनि माथि डाँडामा देखिएको चाहिँ बन्दीपुर। अहिले हामी त्यता जान्छौँ। हाम्रो खाजा कति बेला आउँछ। ल यो चाहिँ खाजा सेट है। ल पुरा गाउँघरको झल्को मेटाउनेवाला घर रहेछ है। गर्मीमा है खाजा खाइसकेपछि एकदम निद्रा लाग्ने। हामी भर्खर खाजा खाइसक्यौँ। अब चाहिँ हामी जान्छौँ
ल यहीँ बसेर खाजा खाएको एकदम रमाइलो आनन्द आयो। अहिलेसम्मलाई चाहिँ बन्दीपुर रमाइलो छ। हेरौँ कस्तो हुन्छ, हेर्दै जाऊँ। अब चाहिँ केबल कार चढ्नलाई त्यता तल जान्छौँ। हाम्रो नेपालमा नि यति राम्रो ठाउँ छ है। ल हामी हिँड्दैछौँ। गर्मी छ, अल्छी लागेछ, निन्द्रा लागेछ, हिँडिरहेछ। एकदम रमाइलो छ ठाउँ त। यस्तो छ है। ल यहाँबाट पोखरातिर चाहिँ पानी परिरहेछ अरे, यता घाम लागेछ। मलाई त रमाइलो लागेछ। कोही मान्छेहरू हेरेर रिसाउनु होला है। हामी चाहिँ आयौँ केबल कार चढ्नलाई। अब ल यहाँबाट चढेर जान्छौँ। हजुरले उता गरे र हामीलाई टिकट जतन गरिहाल्छ। टिकट राख्नु। ल हामी चाहिँ केबल कार चढ्छौँ। ल हामी चढ्यौँ है केबल कार। म चाहिँ छैन है। म चाहिँ छैन। ल कति रमाइलो भएको है। कस्तो भयो त नि? एकदम रमाइलो भइरहेछ। अघि नर्भस भयो नि, फर्स्ट टाइम भएको भएर कस्तो कस्तो भन्ने हुन्छ। एकदम रमाइलो लागिरहेछ। हामी चाहिँ पहिलोपटक बन्दीपुर केबल कारमा जान लागेको। योभन्दा पहिला पनि चढे छैन है। यति पछाडि हेर्न सक्नुहुन्छ यस्तो छ, देखेछ कि छैन क्यामेरामा। हामी चाहिँ माथि जाँदै थियौँ कि केबल कारमा। यस्तो एकछिन त रोक्यो कि चलिरहेको छैन, चले छैन कि त्यो हल्लेको मात्र। लाइन गरेर यहीँ अड्केमा हामी। डर लागिरहेछ। फेरि अघि पछि कोही छैन, हामी मात्र छौँ। 3 जना मात्र छौँ कि माथि एउटा छ। यो त माथि त केही छैन नि त भन्नाले। त आउने बेला त डर लाग्छ होला कि यस्तै अड्क्यो भन्दा तल हेरिन्छ है। डर लागिरहेछ गाइजहरू। कति बेर हो फाइनल्ली हामी आयौँ झोलासम्म। ए झोला त छिटो लिगिहालौँ। केबल कारमा आइपुग्यौँ। बस्यौँ। के भएको कि गाइस, हाम्रो मान्छे हो कि अरूलाई यस्तो हुन्छ बिचमा आउँदा के भन्छ लाइन गरेर केबल कार हट्दैन। यहाँ आइसकेपछि तल ढोकै खुल्दैन। अब यहाँ आउँदै हुनुहुन्छ यहाँको स्टाफहरू ढोका खोल्नको लागि जानुपर्छ। लाइन गयो होला कि। ए हामी आएपछि यहाँ पनि लाइन गयो नि त, त्यही भएर ढोका खुलेन। झरिहाल्नु नि फेरि। यहाँ चाहिँ बनाउँदै हुनुहुन्छ। पहिलोपटक बन्दीपुर आएको केबल कारमा है। सब उस्तै के डरुवाहरू डरपोकहरू लाइन जाँदा फेरि नडराउ भन्नुको नाममा है। ए 2 जना डराएर हेर 3 जना नै सब उस्तै उस्तै आउनु पर्ने। फेरि घुम्नु नि पर्ने, डर नि लाग्ने है। ल हामी आयो है बन्दीपुर। तलतिर बस्नुपर्छ माथि हेरेर। हुन त हामी अब बजार झर्दैछौँ थोरै। ल हामी चाहिँ हामी बस्ने होटलमा आइसक्यौँ है। ल हामी चाहिँ बन्दीपुर आइसक्यौँ भर्खरै बन्दीपुर होटलमा। यहाँबाट भ्यू देखिने कस्तो देखिन्छ है। ल यही हो है बन्दीपुर। बजार एरिया चाहिँ अलि तल छ। यो पनि बजार नै हो हुन त। एकदम रमाइलो छ। अब एकछिन रेस्ट गर्छौँ। फुललाई नि रेस्ट गर्न दिन्छ। म अनि फेरि बजारतिर जान्छु। ल हामी चाहिँ अब बाहिर जानु लागेको है। खाना गरेर केटीहरू बसेको रुम यस्तो हुन्छ नि होइन। यति सफा धेरै सफा छ। यो चाहिँ हामी बसेको होटल। अब हामी निस्किँदाको बाहिर बाडुल्की लगाएर हैरान पऱ्यो मसँग। पानी पऱ्यो बल्ल। यहाँ चाहिँ पोखरा चाहिँ बिहानैदेखि परिरहेको थियो। बन्दीपुरमा अघि एकछिन पऱ्यो। यो चाहिँ बिन्दावासिनी मन्दिर है। मलाई बिन्दावासिनी मन्दिरले जागरण नछोड्ने हुनुभयो। बिन्दावासिनी माइली। ल बन्दीपुर बजार हेरौँ है। यही हो। भ्लगर मान्छे
भ्लगर मान्छे त अगाडि आउनु पर्यो पूजा मिस बोलेको कि हामीले एउटा क्यामेरा समाते किनभने मेरो युट्युब च्यानलमा हजुर बाहेक अरू कतै बनाउनै लेखेको छैन किनभने म बिचमा घुम्न गएँ होइन अब लास्टमा मेरो युट्युब च्यानलले हेर्ने भ्लग के अरे एबिसीकै छ नि त किनभने हजुरहरू हो कन्टेन्ट नै हामी हो तपाईँको कन्टेन्ट हामी हो के भन्छ कल्लुको अतिथिलाई आज अगाडि राखेर भिडियो बनाएको भन्नुहोस् के सुन्न चाहनुहुन्छ अतिथिबाट भन्नुहोस् म सुन्छु हामी घुम्दैछौँ डुल्दैछौँ बन्दीपुरको मोमो बन्दीपुर पोखरेली नानी म चाहिँ नाच्दै हो है बन्दीपुरको चाउमिन खाम ल अब ल हामी चाहिँ खाना खान लाग्यो है अब त्यसरी बन्दीपुरको खाना ल हिमाल हेरिटेजमा आएर हिमाल हेरिटेजको साउलाई लिँदै हाई बेबी यहाँको साउला हाई हाई खै त हाँसेको टाउको धान्दैन खाना खाएर भ्यायो कस्तो लाग्यो खाना एकदम मिठो छ खाना नि ल अरूलाई पनि यसो म भन्छु मेरो दिदीहरू यहाँ आउनु भन्दाखेरि म त सबैलाई भन्छु ल आफ्नै भ्लगदेखि नि भनिदिनु हामी खाना खाएर आइसक्यौँ अनि मैले चाहिँ आज र भोलिको एकैपटक हाल्छु भन्ने सोचेर आएको थिएँ तर भिडियो धेरै भएर स्टोरेज फुल भयो अब त्यसको लागि चाहिँ मैले आजको आज नै अपलोड गर्नुपर्ने भयो अनि भोलिको फेरि भोलि नै आउँछ सबैले हेरिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ बाई